हेलो साथीहरू नमस्ते। यतिखेर म जापानको ओकायामा केनको कोजिमा पार्कमा आइपुगेको छु। कोजिमा पार्कमा यतिखेर भर्खरै पानी परेर रोकिएको अवस्था छ। हिजो रातिदेखि नै लगातार भारी वर्षा भएको थियो। यतिखेर यहाँको मौसम खुलेको अवस्था छ। चिसो हावा चलिराखेको अवस्था छ। यहाँको वातावरण तपाईले पक्कै पनि निहालिसक्नु भएको छ विभिन्न भिडियोहरूबाट अथवा प्रत्यक्ष रूपमा। अत्यन्तै सुन्दर वातावरण छ। यो कोजिमा पार्क वरपरको दृश्य हो। यहाँ म यतिखेर टहलिनका लागि आएको छु, साम्पोको लागि आएको छु, एक्सर्साइज गर्नका लागि आएको छु, घुम्न आएको छु। मिनासान सबैजना साथीहरू, तपाईहरुलाई यो दृश्य देखेर कस्तो अनुभूति भइराखेको छ कृपया कमेन्ट गर्न सक्नुहुन्छ। यो जापानको ओकायामा प्रान्तको कोजिमा पार्क हो। पक्कै पनि यहाँ सुन्दर ठाउँ छ। यो सुन्दर ठाउँ मनमोहक दृश्य देखेर क्यामेरामा कैद गर्न मन लाग्यो। तपाईहरुलाई कस्तो लागेको छ कृपया कमेन्ट गर्न सक्नुहुनेछ। र यो ढुङ्गो जस्तो देखिने वस्तुबाट यति राम्रो कला कुँदिएको अवस्थामा छ। यहाँ तपाईले देख्नुभयो भने छक्क पर्ने खालको कति रमाइलो दृश्य छ है। विभिन्न खालका रुखहरू छन् र यो दृश्य हो मनमोहक दृश्य।